हामीले अरूलाई बुझाउने हैन, अरूलाई बुझ्नु पर्दछ। अक्सर हामीले मैले पनि के गर्दा हुन्छ भन्दाखेरि अरूको कुरा सुन्दाखेरि अरूलाई जज गर्दा हुन्छ। जज भने ठिक हो कि होइन भनेर जज गर्दा हुन्छ। सत्य भन्ने कुरा मानिसको पर्सेप्सन दृष्टिकोण अनुसार फरक फरक हुन्छ। उसको स्तरबाट उसले भन्न खोजेको सत्य नै हुनेछ र मेरो स्तरबाट मैले भन्न खोजेको सत्य नै हुनेछ। फरक फरक मानिसको लागि फरक फरक सत्य हुन सक्छ। उसको ठाउँबाट हेरेर उसको दृष्टिकोणबाट बुझ्दाखेरि उसको लागि त्यही सत्य हो र अर्काको दृष्टिकोणबाट हेर्दाखेरि त्यही सत्य हो। तर हामीले आफ्नो सत्य अर्कालाई बुझाउन खोजिरहेको हुन्छ। बारम्बार हामीले गर्नुपर्ने के हो भन्दाखेरि उसलाई बुझ्नु, उसको ठाउँबाट पनि त ठिक हो, उसको दृष्टिकोणबाट त्यो कुरा पनि त ठिक हो भनेर बुझ्नुपर्छ, न कि आफूले बुझेको कुरा उसलाई बुझाउनु। एउटा कुरा हामीले के याद राख्नुपर्छ भन्दाखेरि हामीले कुनै पनि कुरा हामीले अरूलाई बुझाउन सक्दैनौँ, तर हामीले बुझ्नुपर्छ, अरूलाई बुझ्नुपर्छ। एउटा कतै पढेको थियो भने दुनियाँका 5% सफल मानिसले अरूलाई बुझ्छन् रे, तर दुनियाँका 95% असफल मानिसले अरूलाई बुझाउनतिर लाग्छ कि। यसैलाई भनिन्छ आर्ट अफ लिसनिङ। आर्ट अफ लिसनिङ भनेको विथआउट अब्जर्भेसन, यसले ठिक भनिरहेछ कि गलत भनिरहेछ त्यसलाई नसोचिकन, त्यस्तो नसोचिकन जस्ट सुन्नु मात्र। यही हो आर्ट अफ लिसनिङ अथवा सुन्ने कला भनेको। यसरी तपाईँले कुनै पनि मानिसको तपाईँ प्रिय गर्न सक्नुहुन्छ, जस्ट मूल्याङ्कन नगरिकन तपाईँले सुनिदिनु बस।